नमस्कार। म पुरुषोत्तम ओली। मैले तपाईँहरूको लागि फेरि पनि नयाँ भिडियो लिएर आएको छु। मेरो युट्युबमा 70वटा भन्दा बढी जिकेका भिडियो, आइक्यूका भिडियो रहेका छन्। सबै भिडियो हेर्नु र बेला बेलामा तपाईँहरूलाई मैले समसामयिक पनि भिडियो लिएर आएको छु, त्यो पनि हेर्नुहोला। अझैसम्म पनि तपाईँहरूले मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्नु भएको छैन भने गर्नुहोला भन्दै म आजको भिडियो सुरु गर्न गइरहेको छु। हेर्नुहोला। एक नम्बरको प्रश्न सुरु गरेँ। नेपालले कति देशसँग श्रम सम्झौता गर्यो भनेको छ। अहिले नयाँ अपडेट आइसकेको छ। नेपालले हालसम्म चाहिँ तपाईँको 13 देशसँग श्रम सम्झौता गरिसक्यो। 13औं देश कुन हो भनेर सोध्न सक्छ कि 13औं देश चाहिँ तपाईँको साउदी अरब हो है। कतिवटा पुग्यो भन्दा 13वटा। 13औं देश कुन भन्दा साउदी अरब। अनि पहिलो देश पनि सोध्छ कि कहिलेकाहीँ। पहिलो देश चाहिँ तपाईँको कतार हो है। नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो। अब म दुईमा गएँ। 2082 साल फागुन 21 गते सम्पन्न निर्वाचनपछि नवनिर्वाचित सांसदद्वारा कहिले ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीबाट शपथ ग्रहण गरियो भनेको छ। जुन फागुन 21मा निर्वाचन भयो त्यसमा जति पनि जितेका सांसद छन् तिनीहरू सबैको शपथ ग्रहण चाहिँ कहिले भयो भन्दा तपाईँको 2082 साल चैत्र 12 गते। पहिलो पटक बैठक बसेको नि 12 गते, शपथ ग्रहण पनि 12 गते। कसले गरायो भन्दा यो चाहिँ शपथ ग्रहण चाहिँ त्यो प्रतिनिधि सभामा सबैभन्दा ज्येष्ठ सदस्यबाट गराइन्छ। यसपालिको सबैभन्दा ज्येष्ठ सदस्य तपाईँको अर्जुन नरसिंह केसी चाहिँ थिए। अब म अगाडि बढेँ। भिडियो कस्तो भएको छ सुझाव पनि दिनु होला है। अब म 3मा गएँ। प्रधानमन्त्रीमा बालेन शाह कहिले नियुक्त भए। यो पनि तपाईँहरूलाई इम्पोर्टेन्ट प्रश्न हो। अहिले हाम्रो नयाँ प्रधानमन्त्रीमा बालेन शाह नियुक्ति हुनुभएको छ। उहाँ चाहिँ 2082 साल चैत 13 गते। 12 गते सांसदहरूको शपथ ग्रहण भयो। तपाईँको 13 गते चाहिँ बालेन शाह चाहिँ के भयो त नेपालको प्रधानमन्त्री भए। 13 गते है। अब म 4मा गएँ। यो मैले डेटहरू पनि मिलाएर राखेको छु है तपाईँहरूलाई पढ्न सजिलो होस् भनेर। पूर्व प्रधानमन्त्री केपी ओलीलाई प्रहरीले कहिले पक्राउ गरेको थियो भनेको छ। तपाईँको 13 गते चाहिँ बालेन प्रधानमन्त्री, सुदन गुरुङ चाहिँ तपाईँको गृहमन्त्री भएको थियो। ठ्याक्कै त्यसको एक दिन पछि भनेर सम्झिनु है। कहिले त चैत्र 14 गते। 82 साल चैत 14 गते चाहिँ पूर्व प्रधानमन्त्री केपी ओलीलाई चाहिँ प्रहरीले पक्राउ गरेको थियो। अब म अझै अगाडि बढेँ। म 5 नम्बरको प्रश्नमा गएँ। हेर्नुहोला। सरकारले हप्ताको 2 दिन बिदा दिने निर्णय कहिले गर्यो। जुन सरकारले यो तेलको खपत घटाउनलाई होइन तपाईँको 2 दिन चाहिँ बिदा दिने निर्णय गरेको छ है। कहिले भन्दा 2082 साल तपाईँको चैत 22 गतेबाट। 82 साल चैत 22 गतेबाट है। कहिले कहिले भन्दा शनिबार र आइतबार। समय कार्यालयको समय कति भन्दा 9 देखि 5 बजेसम्म है। कुन मितिबाट त 82 चैत 22 गतेबाट। अब 82 चैत 22मै अर्को पनि महत्त्वपूर्ण कुरा छ। जुन सभामुखको निर्वाचन चाहिँ 22 गते भएको। अब म 6 नम्बरमा गएँ। सभामुखमा डिपी अर्याल कहिले नियुक्त भए भनेको छ। अब हालको सभामुख को हो भन्दा पनि डिपी अर्याल भन्ने थाहा पाउनु पर्यो कि। डोल प्रसाद अर्याल हो पुरा नेम, सर्टकट डिपी अर्याल। यो तपाईँको 22 गते हो है। कहिले हो भन्दा तपाईँको 22 गते। अघि तपाईँको हप्ताको 2 दिन बिदा दिने निर्णय पनि 22 गते। डिपी अर्याल चाहिँ सभामुखमा नियुक्ति भएको पनि चैत 22 गते। अब म 7मा गएँ। हेर्नु होला है। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट कहिले नियुक्ति भए। अब जहिले पनि उपाध्यक्ष नियुक्ति हुन्छ है।
यसको अध्यक्ष चाहिँ सधैँ प्रधानमन्त्री हुने व्यवस्था छ है। राष्ट्रिय योजना आयोगको अध्यक्षमा प्रधानमन्त्री हुन्छन्, उपाध्यक्ष चाहिँ नियुक्ति भइरहेको हुन्छ के। हालको चाहिँ उपाध्यक्ष को हो भन्दा गुणाकर भट्ट। अब गुणाकर भट्ट चाहिँ कहिले नियुक्ति भए यो चाहिँ महत्त्वपूर्ण हो है। तपाईँको चैत 24 गते, तपाईँहरूलाई सम्झिन पनि सजिलो छ है। 22 गते डिपी अर्याल सभामुख भए, 24 गते चाहिँ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा को भयो त गुणाकर भट्ट। अब अध्यक्ष को हुने त प्रधानमन्त्री स्वयं। भन्दै म अगाडि बढेँ। मेरो अन्य भिडियोहरू पनि हेर्नु है, सबै भिडियो राम्रो छ है। अब म 8 नम्बरको प्रश्नमा गएँ। उपसभामुखमा रुबी कुमारी ठाकुर कहिले नियुक्त भए? कति महत्त्वपूर्ण प्रश्न हेर्नु त। हालको उपसभामुख को हो भन्दा तपाईँको रुबी कुमारी ठाकुर। यो विश्वकै कान्छो सांसद हो है, कान्छो सभामुख। नेपालको पनि कान्छो, विश्वको पनि कान्छो, रुबी कुमारी ठाकुर। अब कहिले नियुक्ति भइन् भन्दा 82 साल चैत र 27 गते, 2082 साल चैत 27 गते यो श्रम संस्कृति पार्टीबाट चाहिँ रुबी कुमारी ठाकुर चाहिँ नियुक्त भएको है, केमा त उपसभामुखमा। भन्दै म अगाडि बढेँ। अब म 9मा गएँ। नेपालमा ई पेन्सन भेरिफिकेसन, अब पहिला जस्तो अफिसै धाउनु परेन, यो चाहिँ डिजिटल भएको छ है। ई पेन्सनको सुरुवात यानि कि शुभारम्भ चाहिँ कहिलेबाट भयो? यो पनि तपाईँको एकदमै इम्पोर्टेन्ट प्रश्न हो। तपाईँको उपसभामुख जहिले भयो त्यही दिनबाट के पनि भयो त नेपालमा ई पेन्सन भेरिफिकेसनको चाहिँ शुभारम्भ भएको चाहिँ मिति त्यही हो, चैत 27 गते है। चैत 27 गते, 82 साल चैत 27 गते। डेट एकदम क्रमशः छ, तपाईँहरूलाई पढ्न पनि सजिलो छ है। यो भिडियोलाई 2 पटक 3 पटक हेर्नु, तपाईँहरूलाई अटोमेटिक सबै आउँछ। अब नोट कसरी लिने भन्ने विषयमा म बुझाउँदैछु। नोट चाहिँ तपाईँहरूलाई पेमेन्ट गरेपछि जिमेलमा आउँछ। जिमेल वा वाट्सएपमा हामी पठाउन सक्छौँ। त्यसमा चाहिँ हामीले पिडिएफ फाइल पठाउने हो। त्यो पिडिएफ फाइल तपाईँले डाउनलोड गरेर पढ्न नि सक्नुहुन्छ र प्रिन्ट गरेर पढ्न पनि सक्नुहुन्छ। अब अल जिकेको लागि तपाईँले 200 रुपियाँ तिर्नुपर्ने हुन्छ है, अल जिकेको लागि है। अनि अल क्वेसन सेट मात्र किन्नुहुन्छ भने त्यसको लागि तपाईँले 100 पेमेन्ट गर्नुहुन्छ। अनि कसैले अल जिके पनि लिनुहुन्छ र क्वेसन सेट पनि लिनुहुन्छ भने यसमा चाहिँ 50 रुपियाँ डिस्काउन्ट छ कि तपाईँको 250मा आउने भयो होइन। जिके मात्रको लागि 200, अल क्वेसन सेटको लागि 100। यदि कसैलाई दुइटै चाहिएको छ भने 250, त्यहाँ चाहिँ तपाईँको 50 डिस्काउन्ट हुन्छ। अनि तपाईँलाई पेमेन्ट ई सेवा आइडी मैले 2टा दिएको छ है, जुनमा पैसा हाले पनि हुन्छ। 9866 388 786। कहिलेकाहीँ यो यस माथिको नम्बरमा गएन भन्नुहुन्छ कि लिमिट फुल भएर दिनमा 50जना 60जना 100जनाले पनि नोट किन्नुहुन्छ। यदि माथिकोमा पैसा गएन भने तलको ई सेवा आइडीमा पठाए पनि हुन्छ। यो 2टा नम्बर मध्ये जुनमा तपाईँले पैसा हाले पनि हुन्छ। पहिलोमा हाले नि भयो, दोस्रो ई सेवा आइडीमा हाले पनि भयो। त्यो हालिसकेपछि त्यसको स्क्रिनसट खिचेर तपाईँले यो जिमेलमा पठाउनु पर्ने हुन्छ। यति पठाएपछि तपाईँलाई 24 घन्टाभित्र, त्यो ढिलोमा भने है, पठाउनु त हामी 5-10 मिनटमै पठाउँछौँ। ढिलोमा 24 घन्टाभित्र तपाईँलाई नोट आउँछ, पिडिएफ फाइल आउने हो है नोट। अब त्यसपछि अनि तपाईँलाई केही सोध्न मन लाग्यो, बुझ्न मन लाग्यो भने तपाईँले यो माथिको नम्बरमा चाहिँ वाट्सएपमा वा सिधै कल गरेर वा च्याट मार्फत तपाईँले सोध्न सक्नुहुनेछ। भन्दै म अगाडि बढेँ। अब म 10मा गएँ। सन् 2026मा खुसी सूचाङ्कमा नेपाल कतिौँ स्थानमा छ भनेको छ? नेपाल खुसी सूचाङ्कमा चाहिँ 99औँ स्थानमा छ है। दक्षिण एसियाको चाहिँ पहिलो हो, तर विश्वको चाहिँ 99औँ स्थानमा चाहिँ नेपाल खुसी सूचाङ्कमा छ सन् 2026 अनुसार। भन्दै
म अगाडि बढेँ। के बुझ्नु भएन भने सोध्नु होला। के को भिडियो चाहिएको छ भन्नु होला। म सबै भिडियोहरू ल्याउने प्रयास गर्छु है। अब आयो जोडा मिलाउनुहोस्। अब हेर्नु त्यहाँ सभामुख छ। अब हालको सभामुख को हो भन्न खोजेको हो कि हालको सभामुख तपाईँको डिपी अर्याल। कहिलेकाहीँ यो सोध्न सक्छ के हालको शिक्षा मन्त्री को हो भन्दा सस्मित पोखरेल है। यो पनि इम्पोर्टेन्ट कुरा हो किनकि शिक्षा भनेको ठुलो क्षेत्र हो। अब गृहमन्त्री त सबैलाई थाहा छ, सुदन गुरुङ होइन। अनि उपसभामुख को हो भन्दा रुबी कुमारी ठाकुर। यो चारैजना पद चाहिँ महत्त्वपूर्ण भएको हुनाले मैले तपाईँहरूलाई सिकाएको। कुन मिल्यो भन्दा एकको सी, दुईको ए, एकको सी, दुईको ए, तिनको बी, चारको डी भनेपछि अप्सन सी मिलेको छ है। हेर्नु होला, अप्सन तपाईँको सी मिलेको छ। अब म 12 नम्बरको प्रश्नमा गएँ। गोरखापत्रमा समाचार प्रकाशित हुने पछिल्लो 47औँ र 48औँ भाषा कुन हो? दुईटै भाषा एकै दिन भएको हो के कुन हो भन्दा पहिला तपाईँहरू 46 पढ्नु भएको होला, अहिले 48वटा भाषा पुगिसक्यो। हाल गोरखापत्रमा कति भाषामा समाचार प्रकाशित हुन्छ भन्यो भने 48 भाषा भनेर सम्झिनु पर्यो। पछिल्लो दुई भाषा कुन हो भन्दा हायु र सन्थाल। हायु र सन्थाल। अब म 13 नम्बरको प्रश्नमा गएँ। विक्रम सम्वत 2082 फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण कति हो? कहिलेसम्म रे? 82 फागुन मसान्तसम्म। यो पनि तपाईँको महत्त्वपूर्ण कुरा हो किनकि देशकै ऋण हो होइन। यसको सही उत्तर चाहिँ अप्सन सी हो है। 28 खर्ब 78 अर्ब 29 करोड है नेपालको कुल सार्वजनिक ऋण। भन्दै म अगाडि बढेँ। अब अघि हामीले के सिकेको थियौँ? नेपालले कति देशसँग श्रम सम्झौता गर्यो भनेर सिकेका थियौँ। 13 भन्ने थाहा पायौँ। पहिलो कतार, अन्तिम साउदी अरब। साउदी अरबसँग चाहिँ नेपालले कहिले श्रम सम्झौता गर्यो त हो? यो मिति चाहिँ महत्त्वपूर्ण छ है। यसको सही उत्तर चाहिँ 2026को जनवरी 25। 26मा 1 घटाए 25 भनेर सम्झिने भयो। 26 भयो, जनवरी भनेर पहिलो महिना हो। 26मा 1 घटाए 25, 26 भनेर सम्झे पनि भयो है। सजिलै छ। भन्दै अगाडि बढेँ म। अब म 15मा गएँ। चर्चित गायिका आशा भोसलेको निधन कहिले भयो? आशा भोसलेले नेपाली र हिन्दी गीत धेरै गाएका थिए। यिनी चर्चित गायिका हुन् है। हो, यो पनि इम्पोर्टेन्ट छ। आशा भोसलेको निधन कहिले भयो भन्दा 2026को अप्रिल 12। 26को अप्रिल 12मा चाहिँ चर्चित गायिका आशा भोसलेको निधन भएको थियो। भन्दै म अगाडि बढेँ। म 16 नम्बरको प्रश्नमा गएँ। 16मा जोडा मिलाउनुहोस् भनेको छ। हालको महान्यायाधिवक्ता को हो त? अहिलेको महान्यायाधिवक्ता भनेको चाहिँ प्रधानमन्त्रीको कानुनी सल्लाहकार हो के। हालको महान्यायाधिवक्ता तपाईँको नारायण दत्त कणेल हो है। अहिलेको अर्थमन्त्री को? यो पनि इम्पोर्टेन्ट छ, सोनिम वाग्ले। अहिलेको प्रधानमन्त्री सबैलाई थाहा भएकै कुरा, बालेन शाह। अहिलेको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष अघि पनि पढ्यौँ, गुणाकर भट्ट है। यो सबै इम्पोर्टेन्ट छ। एकको तपाईँको डी, एकको डी भनेपछि यो तपाईँको बी र सी मिल्यो। दुईको सी, तिनको बी भनेपछि अप्सन सी मिलेको छ है। केही बुझ्नु भएन भने कमेन्ट गर्नु। यो भिडियोलाई 2 पटक 3 पटक हेर्नु, तपाईँहरूलाई ट्याक्क आउँछ के। अब म 17मा गएँ। 17मा साफ U20 च्याम्पियनसिप 2026को विजेता राष्ट्र कुन हो? के को रे? साफ U20 च्याम्पियनसिप 2026को। यसको विजेता चाहिँ को हो भन्दा
तपाईँको बङ्गलादेश प्राय पछिल्लो समय महिला फुटबल होस् पुरुष फुटबल होस् प्राय बङ्गलादेशले जित्या कि बङ्गलादेशको फुटबलमा धेरै राम्रो छ है बङ्गलादेश सही। अब महिला वुमेन स्याप पनि कसले जित्यो भने बङ्गलादेशै हो। U20 पनि बङ्गलादेश। अब म 18मा गएँ हेर्नु होला। विक्रम सम्वत 2082 फागुन मसान्तसम्म नेपालको कुल व्यापार घाटा कति रहेको छ भनेको छ के। अघि सार्वजनिक ऋण पढ्यौँ। अब तपाईँहरूले चाहिँ व्यापार घाटा पनि पढ्नुपर्छ है। यदि आयात बढी भयो निर्यात कम भयो भने घाटा हुन्छ। यसको सही उत्तर चाहिँ अप्सन ए हो। 10 खर्ब 98 अर्ब 39 करोड है यसको सही उत्तर भन्दै म अगाडि बढेँ। अब म 19मा गएँ। 19औँ नम्बरको प्रश्न रहेको छ लोक सेवा आयोगको 6ठौँ राष्ट्रिय सम्मेलन कहिले र कहाँ भयो। अहिलेसम्म कतिवटा सम्मेलन भयो 6वटा। यो एकदम महत्त्वपूर्ण कुरा हो है। त्यसको सही उत्तर चाहिँ तपाईँको अप्सन ए हो है कि अप्सन बी कास्की पोखरा कहिले भएको भन्दा 2082को चैत 29 र 30 गते पहिलो सम्मेलन भन्यो भने चाहिँ तपाईँको धुलीखेल हो होइन। काभ्रेको धुलीखेल त्यो अगाडिकै डेल छ तर हालको सम्मेलन 6ठौँ सम्मेलन चाहिँ कास्की पोखरा हो किनकि सबै परीक्षा केले लिन्छ लोकसेवा आयोगले लिन्छ त्यही भएर लोकसेवा आयोगको चाहिँ तपाईँको बैठकहरू चाहिँ सम्मेलनहरू एकदम महत्त्वपूर्ण हुन्छ है भन्दै म अगाडि बढेँ। 20औँ नम्बरमा गएँ हेर्नु होला है। युएनओको आर्थिक तथा सामाजिक परिषदको निर्णय अनुसार नेपाल कुन मितिमा अति कम विकसित मुलुकबाट विकास उन्मुख मुलुकमा स्तर उन्नति हुँदैछ। अब नेपाल पनि विकास उन्मुख मुलुकमा चाहिँ विकसित हुँदैछ है किनभने यो निर्णय कसले गरेको युएनओको आर्थिक र सामाजिक परिषदले कहिलेबाट भन्दा 26को तपाईँको नोभेम्बर 24बाट है 26को नोभेम्बर 24बाट। ल आजलाई यति नै। म पुरुषोत्तम ओली तपाईँहरूमा छिट्टै अर्को भिडियो लिएर आउने बाचासहित बिदा हुन चाहन्छु। हस् धन्यवाद।